नमस्कार मित्रहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। अघिल्लो भिडियोमा हामीले पैसाको अर्थ र यसका प्रकारहरूको बारेमा छलफल गर्यौं। यदि तपाईहरुले त्यो भिडियो हेर्नु भएको छैन भने माथि आई बटनमा क्लिक गरेर वा तल डिस्क्रिप्सनको लिंकबाट अवश्य हेर्नुहोला। अब ढिला नगरी सुरु गरौं आजको टपिक। तपाईको लागि पैसा के हो? पक्कै पनि तपाई भन्नु होला, आवश्यकता पूरा गर्ने साधन। तर के पैसाको काम यति मात्रै हो त? आज हामी यही पैसाले हाम्रो अर्थव्यवस्थामा खेल्ने जादुमय कामहरूको पर्दाफास गर्नेछौं। हामी मुद्राका कार्यहरूलाई चिरफार गरेर बुझ्नेछौं। So grab your tea, coffee or whatever you prefer and let's dive deep into the functions of money. त्यसो भए पैसाको यो जादुमय यात्रा कहाँबाट सुरु भयो त? यसको सबैभन्दा पहिलो र मुख्य काम के थियो होला? आउनुहोस् यही प्रश्नको उत्तर खोज्दै प्रवेश गरौं हाम्रो पहिलो खण्ड प्राथमिक कार्यहरूमा। मुद्राको जन्म नै वस्तु विनिमय प्रणाली अर्थात बार्टर सिस्टमको समस्यालाई सुल्झाउनका लागि भएको हो। अनि त्यो सबै समस्याको जड के थियो त? दोहोरो संयोगको आवश्यकता हो। मुद्राले यही सबैभन्दा ठूलो समस्यामाथि कसरी विजय हासिल गर्यो? आउनुहोस् हेरौं यसको पहिलो र महाकार्य विनिमयको माध्यममा। सोच्नुस् त, पैसा नहुँदो हो त तपाईलाई एउटा नयाँ स्मार्टफोन किन्न मन लाग्यो, तर तपाईसँग बेच्नका लागि छ एउटा खसी। अब तपाई त्यस्तो मोबाइल पसल खोज्दै हिँड्नु पर्यो जसलाई आफ्नो मोबाइल बेचेर खसी किन्न मन होस्। यसलाई अर्थशास्त्रमा दोहोरो संयोगको आवश्यकता अर्थात डबल कोइन्सिडेन्स अफ वान्ट्स भनिन्छ। कस्तो आपत, मोबाइल किन्न त जुनी नै बित्ला जस्तो छ, तर मुद्राले यो सबै झन्झट खतम गरिदियो। आज तपाई आफ्नो खसी बजारमा बेच्नुहुन्छ, पैसा लिनुहुन्छ र त्यही पैसाले संसारको कुनै पनि कुनाबाट आफूलाई मन परेको मोबाइल किन्न सक्नुहुन्छ। कति सजिलो। पैसाले क्रेता र विक्रेता बीच पुलको काम गर्यो। आडम स्मिथ जस्ता क्लासिकल अर्थशास्त्रीहरूले पनि भनेका छन् कि वस्तु विनिमयको यही कठिनाइले गर्दा नै बजारको विकास रोकिएको थियो र मुद्राले आएर त्यो बाटो खोलिदियो। पैसाले क्रेता र विक्रेतालाई जोड्ने पुल त बनायो, तर त्यो पुलमा हरेक सामानको मूल्यको ट्याग कसले लगाउँछ? एउटा मोबाइलको बदलामा कति पैसा दिने भनेर कसरी थाहा हुन्छ? हो, यहीँनेर आउँछ मुद्राको दोस्रो प्राथमिक कार्य, जुन हो मूल्यको मापदण्ड। हामी आलुलाई किलोमा, कपडालाई मिटरमा, दूधलाई लिटरमा नाप्छौं, तर एउटा गाडीको मूल्य, एउटा घरको मूल्य वा तपाईले हेरिरहनु भएको यही भिडियो बनाउन लाग्ने मेहनतको मूल्य कसरी नाप्ने? हो, त्यसको लागि हामीसँग छ मुद्रा। मुद्राले सबै वस्तु तथा सेवाको मूल्य नाप्ने एउटा साझा मापदण्ड अर्थात कमन डिनोमिनेटरको काम गर्छ। जस्तै चामलको प्रति किलो रु 60, दाल प्रति किलो रु 150, एक जोड जुत्ता रु 2000। यसले गर्दा के फाइदा भयो त? फाइदा यो भयो कि हामी विभिन्न वस्तुको मूल्य सजिलै तुलना गर्न सक्छौं। उदाहरणका लागि 1 किलो दालको मूल्य रु 80 र 1 किलो चामलको रु 40 छ भने हामी तुरुन्तै भन्न सक्छौं कि 1 किलो दाल बराबर त 2 किलो चामल पो आउँदो रहेछ। पैसा नहुँदो हो त हिसाब कस्तो हुन्थ्यो होला? एउटा भैँसी बराबर 10 वटा खसी, एउटा खसी बराबर 50 वटा कुखुरा, एउटा कुखुरा बराबर 20 वटा अण्डा। ओहो हो, दिमागको दही बन्छ। हिसाब राख्न छुट्टै मान्छे चाहिने। मुद्राले यो सबै क्याल्कुलेसनलाई एकदमै सिम्पल बनाइदियो। यी त भए मुद्राको जग जस्तै बलिया प्राथमिक कार्यहरू, तर जब घरको जग बलियो हुन्छ तब त्यसमाथि तला थप्न सकिन्छ, हैन त? हो, अब हामी त्यही जगमाथि बनेका मुद्राका थप महत्त्वपूर्ण कार्यहरूबारे जान्ने प्रवेश गर्दैछौं सहायक कार्यहरूमा। यी कार्यहरू प्राथमिक कार्यहरूमा नै आधारित हुन्छन् र तिनलाई अझै बलियो बनाउँछन्। यही सहायक कार्यहरूको सूचीमा सबैभन्दा पहिले कुरा गरौं आजको उधारोमा चल्ने दुनियाँको मेरुदण्डको। त्यो हो भावी भुक्तानको मापदण्ड। आजको दुनियाँ उधारोमा चल्छ, हैन त? हामी मोबाइल किस्ताबन्दीमा किन्छौं, घर बनाउन बैंकबाट ऋण लिन्छौं, व्यापारीहरूले सामान उधारोमा उठाउँछन्। यो सबै भोलि तिर्छौं है भन्ने बाचामा टिकेको छ। तर सोच्नुस् त, पैसा नभएको भए उधारोमा कारोबार कस्तो हुन्थ्यो? मानौ तपाईले कसैसँग 5 वर्षका लागि 1 क्विन्टल गहुँ सापटी लिनुभयो। 5 वर्षपछि फिर्ता गर्दा कति र कस्तो गुणस्तरको गहुँ फिर्ता गर्ने? त्यो बेलासम्म गहुँको भाउ के हुन्छ होला? गहुँ कुहिन सक्छ, कति झन्झट। हो, यही समस्याको समाधान गर्छ मुद्राले। मुद्रा टिकाउ हुन्छ, यसको मूल्य सामान्यतया स्थिर रहन्छ र यो सबैलाई स्वीकार्य हुन्छ।
त्यसैले आज हामी सजिलै लाखौंको ऋण लिन्छौं र भविष्यमा त्यही रकम ब्याजसहित मुद्रामा नै तिर्ने सम्झौता गर्छौं। यसले गर्दा ऋण सापटी र भविष्यमा हुने सबै प्रकारका भुक्तानी सम्भव भएको छ। भविष्यमा तिर्ने कुरा त भयो, तर भविष्यका लागि जोगाउने नि? आखिर आज कमाएको शक्तिलाई भोलिको लागि कसरी साँचेर राख्ने हो? यही प्रश्नको जवाब दिन्छ मुद्राको अर्को सहायक कार्य, जुन हो मूल्यको सञ्चय। मानिस भविष्यका लागि बचत गर्छ, तर के बचत गर्ने? मानौ तपाईले आफ्नो छोराछोरीको 20 वर्षपछिको पढाइका लागि अहिलेदेखि बचत गर्नु पर्यो। के तपाईँ हजारौं किलो गोलभेडा, आलु वा सयौं गाई बाख्रा किनेर स्टोर गर्नुहुन्छ? पक्कै पनि गर्नुहुन्न, किनकि यी सबै वस्तु नाशवान छन्। यिनलाई भण्डारण गर्न गाह्रो छ र चाहिएको बेला तुरुन्तै बिक्री नहुन सक्छन्। तर मुद्रालाई तपाईँ सजिलै बैंकमा, सहकारीमा वा सिरानी मुनि वर्षौंसम्म सञ्चय गरेर राख्न सक्नुहुन्छ। यो छिट्टै नासिँदैन। मुद्रा आफैमा एउटा क्रय शक्ति अर्थात् पर्चेजिङ पावरको भण्डार हो। तपाईले आज कमाएको पैसालाई भविष्यमा खर्च गर्नका लागि जोगाएर राख्न सक्नुहुन्छ। तर एउटा कुरा चाहिँ याद राख्नुपर्छ है, मूल्यको सञ्चय त गर्छ, तर कहिलेकाहीँ मुद्रास्फीति अर्थात् इन्फ्लेसन भन्ने राक्षसले यो सञ्चय गरेको पैसाको क्रय शक्ति खाइदिन सक्छ। त्यसैले त मानिसहरू पैसालाई जग्गा, सुन वा शेयरमा लगानी गर्छन्। तर पनि अरू वस्तुभन्दा पैसा सञ्चय गर्न सबैभन्दा सजिलो र तरल अर्थात् लिक्विड सम्पत्ति हो। एउटा सुन्दर कविता पनि छ नि, मुद्राका हुन्छन् कार्यचार, माध्यममा पो सञ्चय भुक्तान। यो कविताले यी 4 मुख्य कार्यलाई कति सजिलै सम्झाउँछ। ल, पैसाले हामीले भविष्यको लागि समयको यात्रा त गरायौं, तर के पैसाले ठाउँको यात्रा पनि गर्न सक्छ? अर्थात् आफ्नो सम्पत्तिको मूल्यलाई एक ठाउँबाट अर्को ठाउँमा कसरी सार्ने? आउनुहोस् मुद्राको यही रोचक क्षमतालाई बुझौं, हाम्रो अर्को बुदा मूल्यको स्थानान्तरणमा। यो अलि रोचक छ। मानौ तपाईँ विराटनगरमा बस्नुहुन्छ र तपाईको त्यहाँ एउटा ठूलो घर छ। अब तपाईलाई पोखरा बसाइ सर्न मन लाग्यो। के तपाईँ त्यो विराटनगरको घरलाई काँधमा बोकेर पोखरा लान सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। तर मुद्राले यो असम्भव कामलाई सम्भव बनाइदिन्छ। तपाईँ विराटनगरको घर बिक्री गर्नुहुन्छ, त्यसबाट प्राप्त भएको पैसाले पोखरामा आफूलाई मन परेको नयाँ घर किन्नुहुन्छ। हेर्नुस् त, तपाईको सम्पत्तिको मूल्य कति सजिलै विराटनगरबाट पोखरा सर्यो। यसरी मुद्राले गर्दा नै हामी एक ठाउँको सम्पत्ति बेचेर अर्को ठाउँमा किन्न सक्छौं। यसले गर्दा बजारको विस्तार हुन्छ र मानिसलाई भौगोलिक रूपमा आफ्नो पुँजी सार्न एकदमै सजिलो हुन्छ। जब मुद्राले यति धेरै काम गर्न थाल्छ, तब अर्थव्यवस्थामा यसका केही स्वस्फूर्त र अप्रत्यक्ष भूमिकाहरू पनि देखिन थाल्छन्। आउनुहोस् अब मुद्राका यिनै अदृश्य तर शक्तिशाली भूमिकालाई पर्दाफास गरौं आकस्मिक कार्यहरूमा। यी कार्यहरू पहिला 2 कार्यहरूबाट नै स्वतः उत्पन्न हुन्छन्। प्रख्यात अर्थशास्त्री प्रोफेसर जेम किन्सले यी कार्यहरूमा विशेष जोड दिएका छन्। यो आकस्मिक कार्यको पहिलो जादु हेरौं, कसरी मुद्राले सिंहको समाजको आम्दानीलाई न्यायोचित तरिकाले बाँड्न मद्दत गर्छ। आउनुहोस् बुझौं सामाजिक आयको वितरणलाई। कुनै पनि वस्तु उत्पादन गर्न 4 कुरा चाहिन्छ: भूमि, श्रम, पुँजी र संगठन अर्थात् ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन। अब वस्तु उत्पादन भएर बिक्री भएपछि जुन आम्दानी हुन्छ त्यो कसरी बाँड्ने हो? यहाँ पनि मुद्राले नै काम गर्छ। उत्पादनबाट भएको आम्दानीलाई यी साधनहरूलाई भुक्तानी दिन प्रयोग गरिन्छ। भूमिको मालिकले रेन्ट पाउँछ, श्रमिकले ज्याला पाउँछ, पुँजीपतिले ब्याज पाउँछ र उद्यमी वा संगठनले प्रॉफिट पाउँछ। यो सबै भुक्तानी केमा हुन्छ? पैसामा। यसरी मुद्राले राष्ट्रिय आयलाई समाजका विभिन्न वर्गमा वितरण गर्न मद्दत गर्छ। समाजमा आम्दानी बाँड्ने काम त गजबले गर्यो। तर आजको डिजिटल युगमा चल्ने चेक र क्रेडिट कार्डको पछाडिको शक्ति के हो त? हो, त्यो शक्ति पनि मुद्रा नै हो। अब बुझौं कसरी मुद्राले साखो आधारको रूपमा काम गर्छ। आजको जमाना डिजिटल कारोबारको हो। हामी चेक, डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन पेमेन्ट धेरै प्रयोग गर्छौं। यी सबैलाई साख मुद्रा अर्थात् क्रेडिट मनी भनिन्छ। तर तपाईले कहिले सोच्नु भएको छ, तपाईले दिएको 10,000 को चेक पसलेले किन लिन्छ? किनकि उसलाई विश्वास छ कि त्यो चेक बैंकमा लगेपछि बैंकले उसलाई 10,000 नगद दिन्छ। अर्थात् हरेक साख मुद्राको पछाडि त्यसलाई समर्थन गर्ने नगद मुद्रा अर्थात् क्याश मनीको आधार हुन्छ। बैंकहरूले आफूसँग भएको नगद निक्षेपको आधारमा नै ऋण र साख सिर्जना गर्छन्। त्यसैले नगद मुद्रा नभएको भए यो चेक, ड्राफ्ट, क्रेडिट कार्डको संसार सम्भव नै हुने थिएन। मुद्रा नै साख प्रणालीको जग हो। चेक र कार्डको पछाडि नगदको विश्वास हुँदो रहेछ। यही नगद वा पैसाको सबैभन्दा ठूलो पावर के हो थाहा छ?
त्यो हो यसको रूप बदल्न सक्ने क्षमता, पानी जस्तै। हो, अब हामी चर्चा गर्दैछौँ मुद्राको सबैभन्दा शक्तिशाली गुण, तरलताको बारेमा। तरलता अर्थशास्त्रमा यो शब्द बारम्बार सुनिन्छ। यसको सिधा अर्थ हो कुनै पनि सम्पत्तिलाई कति छिटो र सजिलै नगदमा परिणत गर्न सकिन्छ। पानी जस्तै, पानीलाई गिलासमा हाल्नुस्, गिलास जस्तै, जगमा हाल्नुस्, जग जस्तै। पैसा पनि त्यस्तै हो, यो सबैभन्दा तरल सम्पत्ति हो। तपाईसँग पैसा छ भने त्यसबाट तुरुन्तै घर बनाउन नि सकियो, गाडी किन्न नि सकियो, बिरामी हुँदा उपचार गर्न नि सकियो। तर तपाईसँग 10 तले घर छ, खल्तीमा 5 रुपियाँ छैन। एक्कासी पेट दुख्यो भने त्यो घर बेचेर तुरुन्तै औषधि किन्न सकिन्छ? सकिन्न नि। हो, यही हो तरलताको पावर। मुद्राले अन्य सम्पत्तिहरू जस्तै जग्गा, शेयरलाई पनि तरलता प्रदान गर्छ, किनकि हामी तिनलाई बेचेर नगद प्राप्त गर्न सक्छौँ। पैसा हातमा हुँदा हामी शक्तिशाली महसुस गर्छौँ, किनकि यो तरल छ। तर त्यही सीमित पैसाले असीमित इच्छा कसरी पूरा गर्ने? यो रहस्यको ताला खोल्छ मुद्राको अर्को कार्य, अधिकतम सन्तुष्टिले। हाम्रा आवश्यकता असीमित छ, तर त्यो पूरा गर्ने स्रोत अर्थात् पैसा सीमित छ। तपाईसँग 500 रुपियाँ छ, तपाईलाई मोमो पनि खान मन छ, फिल्म पनि हेर्न मन छ, किताब पनि किन्न मन छ, के गर्नुहुन्छ? अर्थशास्त्रले भन्छ उपभोक्ताले आफ्नो सीमित पैसालाई यसरी खर्च गर्छ कि उसले हरेक वस्तुबाट पाउने सीमान्त उपयोगिता अर्थात् मार्जिनल युटिलिटी बराबर होस्। सिधा भाषामा भन्दा तपाईले त्यो 500 रुपियाँ यसरी खर्च गर्नुहुन्छ कि तपाईलाई सबैभन्दा धेरै सन्तुष्टि मिलोस्। यो निर्णय गर्न मुद्राले मद्दत गर्छ, किनकि हरेक वस्तुको मूल्य मुद्रामा तोकिएको हुन्छ। तपाई सजिलै हिसाब गरेर आफ्नो लागि बेस्ट छनौट गर्न सक्नुहुन्छ। अहिलेसम्मका कार्यहरू त सायद तपाईले अनुभव पनि गर्नुभएको छ होला, तर के मुद्राका काम यतिमै सीमित छन् त? पक्कै पनि छैनन्। अब कुरा गरौँ केही अतिरिक्त तर उत्तिकै महत्त्वपूर्ण भूमिकाहरूको। हाम्रो अर्को खण्ड, अन्य कार्यहरूमा। यी अतिरिक्त कार्यहरूमध्ये पहिलो र सबैभन्दा शक्तिशाली कार्य हो तपाईको हातमा स्वतन्त्रता वा विकल्प थमाइदिने काम। हो, अब हामी चर्चा गर्दैछौँ विकल्प वाहक अर्थात् ब्यारियर अफ अप्सनको बारेमा। तपाईसँग पैसा हुनु भनेको तपाईसँग विकल्प हुनु हो। तपाई त्यो पैसा आज खर्च गर्न सक्नुहुन्छ वा भविष्यका लागि राख्न सक्नुहुन्छ। त्यो पैसाले घर किन्न सक्नुहुन्छ वा व्यापारमा लगानी गर्न सक्नुहुन्छ। द चोइस इज योर्स। विकल्प दिनुको साथसाथै मुद्राले अर्को पनि महत्त्वपूर्ण काम गर्छ। अब चर्चा गरौँ मौद्रिक सक्षमताको सुनिश्चितकर्ताको बारेमा। कुनै व्यक्ति वा कम्पनी आर्थिक रूपमा कति सक्षम छ भन्ने कुरा उसँग कति मुद्रा वा मौद्रिक सम्पत्ति छ भन्ने कुराले देखाउँछ। पर्याप्त पैसा भएको व्यक्ति वा संस्था टाँट पल्टिने अर्थात् इन्सल्भेन्ट अवस्थाबाट बच्छ र आफ्नो आर्थिक दायित्व सजिलै पूरा गर्न सक्छ। समाजमा इज्जत पनि त हुन्छ नि, हैन र? ल साथीहरू, अहिलेसम्म हामीले मुद्राले के गर्छ भनेर बुद्धागत रूपमा हेरौँ। अब आफ्नो सोच्ने तरिकालाई अलिकति शिफ्ट गरौँ। अब हामी मुद्रालाई एउटा फरक दृष्टिकोणबाट अर्थशास्त्रीहरूको नजरबाट हेर्नेछौँ। आउनुहोस् यात्रा गरौँ स्थिर र गतिशील कार्यहरूको संसारमा। यो नयाँ दृष्टिकोण अन्तर्गत पहिले कुरा गरौँ मुद्राको साधारण, निष्क्रिय वा भनौँ सोझो भूमिकालाई, जसलाई भनिन्छ स्थिर कार्य। स्थिर कार्य भनेको मुद्राको निष्क्रिय अर्थात् प्यासिभ भूमिका हो। यो दृष्टिकोण अनुसार मुद्रा एउटा प्राविधिक औजार मात्र हो, जसले अर्थव्यवस्थालाई सहज रूपमा चल्न मद्दत गर्छ। यसलाई एउटा गाडीको इन्जिनमा भएको मोबिल अर्थात् इन्जिन ओइलसँग तुलना गर्न सकिन्छ। मोबिलले इन्जिनलाई सहज रूपमा चल्न मद्दत गर्छ, तर त्यसले गाडीको गति बढाउने वा घटाउने काम गर्दैन। त्यसैगरी मुद्राले विनिमय, मूल्यमापन जस्ता काम गरेर अर्थव्यवस्थालाई सहज बनाउँछ, तर आर्थिक क्रियाकलापमा आफैले कुनै असर गर्दैन भन्ने मान्यता हो। हामीले अगाडि छलफल गरेका 4 मुख्य कार्यहरू, विनिमयको माध्यम, मूल्यको मापन, भावी भुक्तानको आधार र मूल्यको सञ्चितलाई नै स्थिर कार्य भनिन्छ। मुद्राले मूल्य संयन्त्र अर्थात् प्राइस मेकानिजमको आधारको रूपमा मात्र काम गर्छ। स्थिर कार्यले मुद्रालाई केवल एउटा सहजकर्ताको रूपमा हेर्छ। तर अब हामी मुद्राका वास्तविक शक्तिको कुरा हेर्नेछौँ, जुन हो गतिशील कार्य। यो दृष्टिकोण अनुसार मुद्रा केवल एउटा निष्क्रिय औजार होइन, यो एक सक्रिय अर्थात् एक्टिभ एजेन्ट हो, जसले सम्पूर्ण अर्थव्यवस्थालाई प्रभावित पार्न सक्छ। यसलाई गाडीको एक्सेलरेटर र ब्रेकसँग तुलना गर्न सकिन्छ। जसरी एक्सेलरेटर र ब्रेकले गाडीको गति नियन्त्रण गर्छ, त्यसैगरी मुद्राको परिमाणले अर्थव्यवस्थामा भएको गतिलाई नियन्त्रण गर्न सक्छ। विशेष गरी जेएम किन्स र आधुनिक अर्थशास्त्रीहरूले मुद्राको यो गतिशील भूमिकामा धेरै जोड दिएका छन्।
त्यसो भए मुद्राले कसरी अर्थव्यवस्थामा यस्तो सक्रिय भूमिका खेल्छ त? यसको पहिलो प्रभाव हेरौँ, जहाँ यसले देशको विकासको इन्जिनलाई नै चलाउँछ। हो, हामी कुरा गर्दैछौँ बचत र लगानीमा प्रोत्साहनको। मुद्राले गर्दा मानिसहरू बचत गर्न प्रोत्साहित हुन्छन्। यही बचत बैंक तथा वित्तीय संस्था मार्फत लगानीमा परिणत हुन्छ, जसले देशमा पुँजी निर्माण र आर्थिक विकास गर्छ। बचत र लगानी बढाएर विकास त गरायो, तर बजारमा पैसाको मात्रा घटबड हुँदा हाम्रो भान्सामा सिधै असर पर्छ नि। हो, अब हेरौँ मुद्राको सबैभन्दा प्रत्यक्ष र शक्तिशाली प्रभाव, मूल्य स्तरमा प्रभाव। यदि बजारमा मुद्राको आपूर्ति अर्थात् मनी सप्लाई धेरै भयो भने वस्तुको मूल्य बढ्छ, जसलाई हामी मुद्रास्फीति अर्थात् इन्फ्लेसन भन्छौँ। आपूर्ति कम भयो भने मूल्य घट्न सक्छ, जसलाई मुद्रास्फीति अर्थात् डिफ्लेसन भनिन्छ। यसले मानिसको जीवनस्तरदेखि देशको अर्थतन्त्रसम्म असर पार्छ। महँगी र सस्तो त मुद्राले गराउँदो रहेछ, तर तपाईले बैंकबाट लिने ऋणको ब्याज कति तिर्ने भन्ने कुरा पनि यही पैसाको खेल हो नि। आउनुहोस् अब बुझौँ मुद्राले कसरी खेल्छ ब्याज दरमा परिवर्तनको खेल। मुद्राको आपूर्ति बढ्दा ब्याज दर घट्छ, जसले लगानीलाई प्रोत्साहन गर्छ। आपूर्ति घट्दा ब्याज दर बढ्छ, जसले लगानीलाई निरुत्साहित गर्न सक्छ। ब्याज दरमा मात्र होइन, देश चलाउने सरकारको ढुकुटी पनि यही मुद्रामाथि नै निर्भर हुन्छ। अब हेरौँ मुद्राको अन्तिम तर उत्तिकै महत्त्वपूर्ण गतिशील प्रभाव, सरकारी आय र व्ययमा प्रभाव। सरकारले कर अर्थात् ट्याक्सको रूपमा जनताबाट मुद्रा सङ्कलन गरेर आफ्नो आय बढाउँछ। त्यस्तै विकास कार्यमा खर्च गर्छ। कहिलेकाहीँ पैसा अपुग हुँदा सरकारले घाटा वित्त अर्थात् डिफिसिट फाइनान्सिङ अर्थात् नयाँ नोट छापेर पनि खर्च चलाउँछ, जसको सिधा असर अर्थतन्त्रमा पर्छ। छोटकरीमा भन्दा स्थिर कार्यले मुद्रालाई अर्थतन्त्रको पाङ्ग्राको तेल अर्थात् ओइल अफ दि व्हील मान्छ भने गतिशील कार्यले मुद्रालाई अर्थतन्त्रको इन्जिन नै मान्छ, जसले आर्थिक वृद्धिलाई गति दिन्छ। ल त साथीहरू, आज हामीले मुद्राका कार्यहरूलाई विभिन्न कोणबाट विश्लेषण गर्यौं, प्राथमिक कार्यदेखि लिएर यसको शक्तिशाली गतिशील भूमिकासम्म। सुरुमा सोधेको प्रश्नमा फर्कौं, पैसा के हो? अब हामी भन्न सक्छौं पैसा केवल विनिमयको माध्यम मात्र होइन, यो त आधुनिक अर्थतन्त्रको रक्त सञ्चार हो। यसले मूल्य नाप्छ, भविष्यका लागि बचत गर्न मद्दत गर्छ, ऋण प्रणालीको आधार बन्छ र सिङ्गो देशको आर्थिक गतिविधिलाई नै प्रभावित पार्छ। वास्तवमै पैसामा पावर छ। आशा छ आजको यो भिडियो तपाईलाई जानकारीमूलक र रोचक लाग्यो होला। यदि भिडियो मन पर्यो भने कृपया लाइक र शेयर गर्न नभुल्नु होला। तपाईको एउटा लाइक र शेयरले मलाई यस्तै भिडियो बनाउन थप ऊर्जा दिन्छ। मुद्राको कार्यबारे केही प्रश्न वा विचार छ भने तल कमेन्ट बक्समा लेख्नु होला। अर्को भिडियोमा हामी मुद्राको महत्त्व अर्थात् इम्पोर्टेन्स अफ मनी जस्तो अझै रोचक विषयमा छलफल गर्नेछौँ। त्यो भिडियो नछुटाउनका लागि च्यानललाई सब्स्क्राइब गरेर छेउको घण्टी पनि बजाइदिनु होला है। आजको लागि यति नै, अर्को भिडियोमा भेटौँला। नमस्कार।